तिमीले मोबाइल र चार्जर बोक्यौ? हजुर ए मोबाइल हजुर मोबाइल पनि बोकेको छु चार्जर पनि बोकेको छु। अब लाने होला नि माथि स्वर्गमा होइन। गोजीमा चिउरा पनि बोकेको छु बाटोमा खाने होइन हौ काल देउता। साँच्ची तिम्रो वहाँनिर के मोबाइल चार्ज गर्ने इलेक्ट्रिक छ? स्वर्गमा इलेक्ट्रिक हुँदैन मानव। अन्त केमा चार्ज गर्नु त यो मोबाइल चाहिँ केमा चार्ज गर्नु? के काम यसको वहाँ? काल देउता आइएम सरी, मोबाइल बिना म एकछिन पनि बस्न सक्दिनँ। पृथ्वीमा मोबाइल बिना एकछिन पनि बस्न सक्दैन भने तिमीले टपक्कै टिपेर स्वर्ग लाँदाखेरि स्वर्गमा चाहिँ हामीले फेसबुक युट्युब इन्स्टाग्राम के जातिहरू हेर्न पाएनन्। कसरी बस्नु माथि चाहिँ? टाइम पास के छ माथि? माथि गएर चाहिँ के गर्नु? तिम्रोमा नेटवर्क छ? मोबाइल चल्छ माथि? मोबाइल हेर्न पाउँछ? पृथ्वीमा तिमी भन्दा पनि बाठे मान्छेहरू छ अहिले। कहाँदेखिको कहाँ फोनमा बात गर्ने देख्ने बनाइसक्यो। तिम्रोमा छ? स्वर्गबाट नर्कमा बात गर्ने मोबाइल बनाएको छ? नेटवर्क छ? के को सिम चल्छ माथि चाहिँ? माथि केहीको पनि सिम चल्दैन मानव। ए लु त्यसो भने तल झार्दिहाल। तल झार वा पृथ्वी लोकमा झार। पृथ्वी लोकमा झार। हामी मोबाइल बेगर बस्नु सक्दैन स्वर्गमा, सक्दैन। अब मोबाइल चाहिन्छ हामीलाई। तल झार छिटो झार। कि त माथि नेटवर्क बनाऊ, मोबाइलको टावर बनाऊ, राम्रो कम्पनीको मोबाइल मगाऊ माथि, होइन भने चाहिँ तल झार। यहाँ इलेक्ट्रिक नभएको कारणले तिम्रो मोबाइल चार्ज गर्न अनि मोबाइलको टावर बसाउन पनि असम्भव भइरहेको छ मानव। घाम त लाग्छ होला नि है? घाम लाग्छ? घाम त लाग्छ मानव। ए हो र? त्यसो हो भने सोलर ल्याउनु पर्यो त। फेरि तल झार्नु पर्यो त मलाई त। तल झार। एकछिन भए पनि तल झार। सोलर लिएर आउँछु। तिमीले फेरि सोलरको नाम गरेर पृथ्वीमा जाने बहाना गर्दैछौ मानव। होइन हौ, म त एउटा कुरा बिन्ती गर्छु कि मान्छे बनाएर पृथ्वीमा पठाइसकेपछि नि राम्रोसँगले कमाउनु दिनु, घरद्वार बनाउनु दिनु, नानीहरू पढाउनु दिनु, अलिक लामो आयु दिनु नि। के हो कसैको त जन्मिने बित्तिकै टपक्कै टिपेर लान्छ, कसैको बिहा हुने बित्तिकै बुढा टप्पै टिपेर लान्छ, कसैको बुढी टपक्कै टिपेर लान्छ, कसैको एउटा नानी जन्मिने बित्तिकै आमै टिपेर लगिदिन्छ। त्यो नानीको कस्तो बिजोग हुन्छ पृथ्वी लोकमा थाहा छैन। लु सोलर लिएर आउँछु म। सोलर यो चार्ज गर्नु पाएन भने चाहिँ म स्वर्ग लोकमा बस्न सक्दिनँ। झार तल झार। बेसी बाठे नहो है। यो मोबाइल बेगर चाहिँ म एकछिन पनि बस्न सक्छु। प्लिज लैजाऊ तल लैजाऊ। तिमीले सही कुरा गर्यौ मानव। कस्तो लाग्यो त अहिले? कस्तो लाग्यो त? सक्छ हामी यो बेगर बस्नु? तल झार। तिमीले मोबाइल र चार्जर लिएर आऊ भनेर मलाई यहाँ पठाएको होइन? लिएर आएँ तर माथि चार्ज गर्ने ठाउँै छैन, नेटवर्कै छैन भने म बस्नु सक्दिनँ स्वर्गमा। तल झार। पृथ्वी लोकको मान्छे चाहिँ स्वर्गमा मोबाइल बेगर बस्नु सक्दैन। तिमीले ठिकै भन्यौ। पृथ्वीमा म भन्दा पनि बाठे मानवहरू रहेछ। हो त हो। अन्त हो तिमी भन्दा बाठे मान्छे छ अहिले पृथ्वी लोकमा। कस्तो जिनिस बनाइसकिसक्यो थाहा छ? तिमीले त खालि त्यो खाँदै गरेको टिपेर लानु, हिँड्दै गरेको टिपेर लानु, सुतिरहेको ठाउँबाट टिपेर लानु, पिकनिक गएको ठाउँमा गाडीबाट सन्तानै टिप्नु मात्रै त जानेको छ नि होइन? ल बिन्ती गर्छु सोलर लिएर आउँछु। एउटा नेटवर्क बनाउनुहोस्, टावर बनाइदिनुहोस्, 5G को सिम चल्ने बनाइदिनुहोस्। त्यसपछि म आफै आइहाल्छु मोबाइल र चार्जर बोकेर। एकपल्टको लागि फेरि तिमीलाई म पृथ्वी लोकमा झारिदिँदैछु। ल तल झारिदिनुहोस्। कसरी चाहिँ बस्नु हौ होइन मोबाइल बेगर स्वर्गमा?